एभ्रिवान सबैजनाले हाम्रो भिडियो अस्तिदेखि एउटा खुब मन पराएको थियो एकछिन पख न पहिला भिडियो नै सुरु होस् न चाहौ भने के एकछिन पेशेन्स भन्ने चीज छैन तिमीलाई छ भने ल सुरु गरौँ ल है त हेलो एभ्री के त म बोल्छु के ल म बोलेको सुन न एकछिन हेलो एभ्रिवान आज चाहिँ हामी मुकब्याङ भिडियो गरौँ भनेर सोचेको अस्तिदेखि एउटा हाम्रो मासुको भिडियो धेरैजनाले मन पराउनु भयो थोरै बहुतले गाली पनि गर्नुभयो होइन त्यही भएर चाहिँ खाएको भिडियो चाहिँ अलिकति चल्छ कि भनेर हामीले चाहिँ आज चाहिँ मुकब्याङ भिडियो बनाउने अस्तिदेखिबाट पहिल्यैदेखि सोचेको थियो तर कहिले पनि टाइम पाएको थिएन बनाउने अनि आज चाहिँ 1 घन्टा लगाएर बनायो ल ठिक छ किम्ची न सिम्ची मैले नखाऊ भनेपछि नखाऊ न पिरो रहेछ ल सुरु गरौँ ल त्यही हो गाइज अब चाहिँ हामीसँग चाहिँ यहाँ के छ म भनिदिन्छु है त डिस्क्राइब गर्छु है त म त हामीसँग के छ यो चाहिँ हाम्रो रहेको छ करेन्ट चाउचो यो चाहिँ धेरै छैन जम्मा 4 प्याकेट हो अनि हामीसँग छ यहाँ मसरुम फ्राई हामीसँग चाहिँ छ यहाँ मसरुम फ्राई अनि त्यसपछि फ्राई मोमो अनि अन्डा अनि किम्ची अनि मोमोको झोल अनि हाम्रो फेभरेट कोला अब हामी चाहिँ खान जाँदैछौँ एकछिन त्यो किन तिमी चुप लाएर बस्न सक्दैन कैसे लोग रहते हैं यार यहाँ पर ल तिमी पनि बोल्देऊ ल त्यही नै हो गाइज ल माएर साथ दिँदै जानु होला आज चाहिँ भोक लागिरहेको छ ज्याम फेरि पनि हात त्यहीँ गयो ये भगवान क्या जुलुम है अब सुरु गरौँ न भने अब कति हेरेर ल खाना पनि चिसो भइसक्यो कि यस्तो रेडी गर्दा गर्दा त्यही त त्यो हामीसँग ट्राइपोड पनि छैन केही नै छैन नि त रिङ लाइट सिङ लाइट केही छैन होइन अर्को मोबाइलले देखाउनु मिल्थ्यो यो बोतल यो अचार के को अचार किम्चीको अचारको डब्बामा किम्चीको अचार होइन के के हो त्यो किम्ची भन न किम्चीको अचार भन्छ के भने त्यो अनि यो आफ्नै लाइट राखेर चाहिँ हामीले चाहिँ सुरु गर्न लाग्छौँ है त हाम्रो चाहिँ एकदम खराब हातले होइन चम्चाले खाउँ न चम्चाले के हातले त कहिले खान्छ नि मलाई त रुच्दैन हौ यो चाहिँ रहेको छ साग खान सक्छ त 4 प्याकेट त्यही त हामीले कोसिस गरेको क्या गाइज हामीले कहिले पनि यत्रो धेरै एमाउन्टमा खाएको छैन होइन अलिक निहुऱ्यौ न चौचो पनि खाऊ न एउटा एउटा मात्र नखाऊ खाने हो त तर मिठो बनायो है अन्डा चाहिँ खाइदिउँ न पहिल्यै सुरु यस्तो हुँदैन रहेछ कि दुईजना खाँदा त उहाँ आउँदो रहेछ हातैले खानुपर्ने हातैले खाने मजा आउँछ हात धोएको छ है हामीले चाहिँ नभए नि आफ्नै हात त हो त मासु छ त उता मोमोभित्र तर अजिब फिलाउने कहिले छ छैन भाइ यसरी तर गाह्रो हुन्छ रहेछ सेटअप त कस्तो मुकब्याङहरूले कसरी खान्छ यार म चाहिँ अन्डा खान्छु किम्चीमा डुबाएर उनीहरूले त सिँगै खान्छ त यार सिँगै खायो भने त घाँटीमा अड्किन्छ म चाहिँ मासुमै जान्छु कि बिजोकै देख्ने राम्रो त भाउँदैन तर बिजो साँच्चै हो त्यही हो तिम्रो खाऊ है मेरो खाऊ है के भयो त अनि ल बिजोक न सिजोक खाने हेर्छ त अनि मोमो चाहिँ खाइदिउँ के हो हामी अझ त्यो क्यामेरा एङ्गल मिलेन भनेर मेचै हटाएर बसिरहँ कस्तो कमेडी देखिरहेछ तर कमेडी दिए है खाएको चाहिँ मिलेको छैन कि हात त्यही त कसरी है दुईजना मुखमा ए अलिक ग्याप हुन्छ त्यसलाई ग्याप भयो भने क्यामेरामा बढी भयो क्या हाम्रो यहाँ हुनुपर्ने थियो क्या सानो टेबल हुनुपर्ने त्यहाँ हुने भएदेखि चेयर बसेपछि त त्यहीँ हुन्छ होइन हाम्रो है चेयरमा बस्यो भने है चेयरमै बस्नु पर्ला कि हो कति फास्ट खान्छ यत्रो कहिले खान सक्ने भनेर चाहिँ भात पकाउनुपर्छ मासु भात खानु छ मैले भर्खर 2 गाँस त खाएको छैन सिधाउन लाग्छ खराब कुरो तिमीलाई चाहिँ मुकब्याङर बनाउनु पर्ला जस्तो ना खाऊ तिमी पनि खाऊ ल अझै यस्तो गर्नुपर्ने रहेछ कि हामी
कस्तो एकजनाले खान्छ अनि अर्कोले खाने एकजना खान्छ अर्कोले खाने त्यस्तो गर्ने रहेछ कि ल हुन्छ तिमी खाऊ भने म खान्छ ल कता हाँसिरहेछ मलाई त किन नि होइन कि एकजना खाने तिमीले पालो भएन अब मैले खानु पऱ्यो होइन म चाहिँ मुख हेरेर नबस्ने नर्मल एक्ट गर न त्यही त म चाहिँ यो खान्छु अन्डा सन्डा तर यति नै हुनुपर्ने रहेछ क्या यहाँनिर टेक्निक क्या के टेक्निक उसले त सबै खाइदिएछ मसरुम त आफै थाहा छैन मैले मसरुम न ए छैन छैन खाऊ 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 होइन क्या मैले भने त्यो मुखब्याङ्गरले गर्छ नि त्यस्तो के कस्तो होइन क्या ठ्याक्क मिल्ने क्या यसमा जस्तै कि अब यसरी खाएन यस्तो गर्ने होइन पुलै त एकचोटि बसेर होइन के ल साँच्ची हो त यसरी बसेर हुन्छ होइन आमा त्यत्रो कहिले खाइसक्ने यत्रो त भने उहिले खाएको छ हामीले एकचोटि दुई प्याकेट के त याद छ कहिले खानै नसकेर क्या त भुँडी फुट्ला जस्तो भएको थियो 2 PM च्यालेन्ज चलेको थियो नि जमानामा मोमो कतिवटा खायो तिमीले त मैले एउटा खाएँ हुँदैछ किन 1 2 3 4 5 6 7 8 तिमीले अघि नै एउटा खा एउटा। भनेपछि एउटा मोमो एक्स्ट्रा आएर रहेछ हाम्रो हो र हो मैले नि एउटा खाइसकेँ 10 वटा हुनुपर्ने होइन तर यस्तो खानु चाहिँ मलाई मन लागिरहेको छ होइन खान पायो राम्रोसँग नमुल्यो है के हो मलाई त वाक्क लगाएर आयो अब मैले त खाना कमै खाएँ कि हो लास्टै कम खायो तिमीले ल सबै खाऊ जब गाह्रो है यसरी बस्दा बस्दा कोही आइदियो भने फेरि सेटअप हेर न यहाँ ए ऊ चाहिँ झ्याल बन्द गर्नुपर्ने यार बिजो के यार झ्याल बन्द गरेर अझ यस्तो हालतमा खाइरहेको चेयर डाइनिङ टेबलको चेयर साइडमा लगाएर डेक्चीमाथि अझ यहाँ झ्याल खुल्लै रहेछ डाइनिङ टेबलको चेयर साइड लगाएर कि अझ डेक्चीमाथि बसेर अझ यहाँ बाल्टिनमाथि चाहिँ बसेर चेयर क्या? खाइरहेछ हामी चेयरहरू यहाँ छ क्या 4 5 6 7वटा चेयर चाहिँ यहीँ छ 7वटा चेयर छ कि यहाँ चाहिँ केमा बसिरहेको भन न डेक्चीमाथि त्यही त भने नि डेक्चीमा बसिरहेको छ डेक्ची र बाल्टिनमाथि बसेको ओके यसरी बस्दा चाहिँ ठिक हुन्छ क्या मलाई चाहिँ तिम्रै हाइटमा आयो नि त मेरो हाइटमा चाहिँ किन आउनु पऱ्यो तिमी बराबर देखिन्छ नि किम्चीसँग त मिठो हुन्छ कि खायो तिमी यसो देखाउनु ओए पर्छ अन्डा एउटा खै त नि 4टा थियो होइन ए मैले खाएको भयो त लाज शरम छैन मान्छेलाई आफै खाएर मैले एक बार चाहिँ खाएँ तिम्रोबाट सानो अब टाइमिङ ओके आठ मिनट भारै छ यसलाई ड्राफ्टमा राखिदिन्छु ल हो राम्रै देखिरहेको छ हामीलाई त्यस्तो लागेको मात्र रहेछ त्यो त क्या मुन्नी लगाइरहेछ नि गाइस मोमोमा चाउचाउ राखेर कस्तो थोरै खाएर तिमीले चाहिँ भइरहेछ अर्को न ए भाइ हामीले त न्यापकिनले मुख पुस्नै बिर्सेछ त मैले त पुछेको ए कचरा थाप्ने होइन रहेछ न्यापकिन थाप्ने होला कचौरा बाल्टिन के हुन्छ क्या फुट त के थाप्नै पर्दैन त्यतिकै छोडिदिएपछि पुग्यो होइन त्यो चाहिँ हो
धेरै अरूको बेला नगरौँ है हामी चाहिँ कुरा नगर्ने मान्छे भने होइन अस्ति नगर्ने भने यसरी खाँदाखेरि होइन मजा हुँदैछ के खाउँ जस्तो हुने कि यो खाउँ कि त्यो खाउँ जस्तो हुन्छ नि अझ यहाँनिर चिकनको फिल्ला चिकन ड्रमस्टिक ससेज भयो भने त दामी होइन अजिब चाहिँ अजिबै लाग्ने यसरी खाएको हो कि होइन के गरेर जस्तो फिल भइरहेछ काम गरेर जस्तो फिल भइरहेछ मलाई त खाएको भन्दा नि तर सक्दैन होइन 4 प्याकेट छ किन सक्छ होला अरू बेला खाँदैन भन्थ्यो नि खाऊ न मैले खाँदैन भनेको छ र भिडियोमा चाहिँ त्यस्तै गरिदिन्छु तिमीले कहिले जुनै भिडियोमा नै खानै नपाए जस्तो अब खाऊ न चुप बराबरी साग कडा हुने भाइ टेन्सन भाइ कोही आयो बिल्लै हुन्छ हाम्रो त सँगै राखेर खानिदिने तर क्यामेराबाट चाहिँ मिलिरहेको छ होइन तर आफूले आफूलाई चाहिँ असजिलो भइरहेको छ बेलुका भात खाइँदैन होला है खाइँदैन मासु लिएर खाउँ भने त भोलि खाउँ न हुन्छ कोक खाउनु भयो होइन यस्तो साउन्ड आउँछ नि कुचुक खाएको आवाज आउँछ नि अरूको हो सबै सकाइदेऊ सबै अन्त भात त्यो खाउला नि एकछिनमा तिमीले भने जस्तो याद होइन क्या मलाई दिइरहेको छ भाइ मेरो डायलग त्यही त नि मलाई चिप्काइदिएछ मजा आयो तर भ्युवर्सले रेल्स भइरह्यो होला भ्युवर्सहरूलाई त घिनलाग्दो लाग्छ होला हौ यस्तो हाल्छ त सक्नु हामीलाई नि ठ्याक्क रातिको 12 बजेतिर आउँछ नि यस्तो भिडियो क्या खानु मन लाग्छ है तर अनि सत्य तर खासै मिठो चाहिँ हुँदैन गाइस यसरी खाँदा थाहा भयो है हेर्दा उनीहरू फुड इन्जोय गरेर जस्तो देख्छ तर यसरी त फुड इन्जोय गर्नै नमिल्ने गर्न सक्दैन के खाएर हातले खानु परिरहेछ आज त मोमो पनि मोमो जस्तै लाग्छ सक्दैन होला है मैले खाऊ म त तिमीलाई साथ दिएर मोमो चाहिँ खान सक्छु मैले मोमो त मैले पनि सक्छ क्यामेरामा हेरेर खानु पनि हामी चाहिँ एकअर्काको मुख हेरेर खाएर हो त है खाएन एक बाइट है सुरुको बाइट न मिलिरह्यो क्या हो फर्स्ट बाइट यस्तो गर्नुपर्छ क्या आवाज बिर्सिरहेको खाए ए हेर्नु न यस्तो हुनुपर्छ कस्तो पिरो है मोमो है मोमो पनि जमिसक्यो है मोमो झोल त चोप्नै बिर्सेँ चपाउँदैन त्यसरी सरी जबरजस्ती आवाज निकाल्नु पर्छ झन्डै सर्केन यार त्यही त सर्छ अरे भने ए ल सर्काउनु पर्ने थियो गाह्रो हुन्छ नि पिरो छ कि त होइन भिडियो भाइरल हुँदैन गाइस मेरो त आँखामा आँसु आइसक्यो कस्तो गाह्रो भएको प्यारेटै भयो यार
के हो एकछिन त्यो क्यामेराले गर्यो यसलाई गयो नि किन हरियो पात थियो अँ यसको सुपको मुखबाङको प्यारो भिडियो बनाए जस्तो भयो तर पिरो चाहिँ पिरो छ तर मलाई पिरो भयो कि त गर्ने बानी छैन है तर फाइनली हामीले सकाउने भयो यार लास्ट बाइट राइट सकिन्न यसो खानुपर्छ कि तान्दा पनि त्यो पनि हो जेब्रो धेरै चलाउनु पर्छ क्या तर अब त मलाई त मिल्नै गाह्रो भयो चपाउन चाहिँ सकिने भइरहेछ क्या म अब त मेरो नि ओखाल्ने हालतमा पुगिसक्यो अन्डा हो म त खान्न अब यति खान सक्दैन होइन चल्छु ओखाल चाहिँ एकचोटि ट्राई गर्ने क्या हो कस्तो बन्ने रहेछ थाहा हुन्छ कि हुँदैन कटकट के तर मिल्दैन कि त्यो तर झुकेरै भयो होला नभए कस्तो स्मुथ कट छ नि थाहा छ के अरे नाम त्यो गुरुङ इटिङ हो के अरे होइन अनि त्यस्तो कट गर्ने भएदेखि सँगै बसेको मान्छे ऊ पनि ऊ त कट अब ऊ त स्ट्याचु बनाएर त बस्दैन होला नि त उखाने टाइममा होइन ऊ चाहिँ कसरी कट भएन साइडको मान्छे त मजाले स्मुथली नै खाइरहेछ ऐसा तिमी बोलिरहेको म खाइरहन्छु ल कट हुन्छ नि त उखालेपछि म यताको हात यता हुन्छ यताको हात यता भइहाल्छ त तर सकाएँ यार आमामामा कति 10 प्याकेट होइन 4 प्याकेट अब यो भिडियोबाट प्रुभ भइसक्यो को चाहिँ खन्चुवा छ भनेर मैले खाएकै छैन हेर न त्यही त भिडियोमा मोमो खाएँ खाने आदि सिँगै दुईजना बाँडेर खाऊँ न कस्तो तिम्रो जस्तो नि बानी छ र अनि के मोमो एउटा नि दुईजना बाँडेर खान नमिल्ने हो र न ए मासु चाहिँ तिमी खाने मलाई त्यो ग्लुटेन एलर्जी छ के त्यसरी कहाँ हुन्छ मासु बिना त खोल मात्र तिमी के खानु जमेछ क्या बिना कट राखिदिँदैन क्या भिडियो गाई अन्डा त खानुपर्ने हो झन् अनहेल्दी जति सब सकाएर हेल्दी चिज चाहिँ दुइटा बाँकी राखेको छ किम्ची र यो सरी है गाई चाहिँ दुइटा अन्डा चाहिँ खान सकिनँ होइन उनीहरूले पनि त्यस्तो गर्छ सरी यो पिस एउटा चाहिँ खान सकिनँ त्यही त त्यस्तो नै हुन्छ त्यत्रो राक्षस जस्तो हँसुने मान्छेले अनि लास्टमा त्यो एक पिस चाहिँ खान नसक्ने म त लास्टको 4-5 गाँस त मलाई त आँसु नै आउला जस्तो भएको म त त्यस्तो जबरजस्तीको निल्या मलाई त तिमीलाई भयो नि त्यस्तो म त यस्तो जबरजस्ती घुटुक्क निल्या तर खाना फाल्ने बानी चाहिँ छैन क्या मेरो गाइस पहिले खाएर प्रोटिन हो खाऊ न नि एग वाइट मात्र भयो नि खाऊ अघि त्यस्तो भन्यो अनि त्यत्रो हँस्ने मान्छेले यति खान सक्दैन भनेर न यसो डलेर खाने कि एउटा बाबुले खान्छ नि बाबुले आज कति बाबुले नै 3टा हुन्छ त्यो एउटा त धोएर यता राख्नु न धोएपछि होइन के मैले भनेको त्यो पिरो हट्छ नि त धोयो भने ए नुन राखेर खानुपर्ने नुन नराखेर चट्टा लगाएर अब म चाहिँ त्यो बाइकवाला कमेडी भिडियो 2टा राख्छु अपलोड होइन अनि त्यसपछि चट्टा लगाएर यो मुख ब्याग एडिट गर्नुपर्छ एडिट गरेर राख्छु अनि कमेडी अगाडि हाइलाइट राख्ने अनि त्यो चाहिँ टिकटकमा राख्ने अनि सबैजना टिकटकबाट युट्युबमा आउँछ फेरि के त मलाई नै आउँछ नि एडिट गर्न थाहा छ कस्तो भिडियोहरू एडिट गर्न मलाई पनि आउँछ अनि त्यही त म गरिदिन्छु त्यहाँ भाँडाकुँडा यसो त्यस्तो मैले त हातै धोएको छैन ऊ त हात धोएर ऊ त मजाले रिल्याक्स सुतेर सोफामा मस्त ढल्केर एडिट गर्ने अनि म चाहिँ अनि भाँडा धोकै हाल्ने मलाई नै आउँछ एडिट गर्न कमेडी अगाडि राख्ने भने होइन हो तर हाम्रो सेटअप चाहिँ अघि नै यस्तो थियो है यहाँ मोबाइल थियो यतिको बिजोग भन्ने चाहिँ मैले ल भाइ
र हाम्रो सब्सक्राइबर्सहरूलाई सबैलाई बाई बाई। हाम्रो चाहिँ त्यो भिडियो अफ भएछ हामीलाई थाहा भएन अनि हाम्रो सब्सक्राइबरहरू सबैलाई थ्याङ्क यू सो मच अनि टिकटकमा जसले हेर्नु भएको छ हामीलाई प्लिज सब्सक्राइब गरिदिनु होला हामीलाई सिल्भर प्ले बटनको एकदम आवश्यकता छ हाम्रो छोराको ड्रिम हो ल यस्तै भिडियो चाहिन्छ भने चाहिँ पार्ट 2 कमेन्ट गरिदिनु होला। यस्तै भिडियो चाहिन्छ भने चाहिँ फेरि यस्तै भिडियो चाहिन्छ भनेर भन्नु ल कि मन परेन भने मन परेन तिमीहरूको यस्तो ठिक छैन भनेर त्यही त। अनेस्ट रिभ्यू दिदिनु होला थ्याङ्क यू।